गाडी धुनुपर्ने थियो। गाडी धुने ठाउँ चाहिँ 100 मिटर जति पल्तिर रहेछ। के गरौँ, म गाडीमै जाउँ कि हिँडेर जाउँ? 100 मिटर जति त हिँडेरै जाँदा पनि हुन्छ होला। गाडी धुने ठाउँमा गाडी लिएर जानुभन्दा हिँड्दा छिटो र सजिलो पनि हुन्छ, अनि थोरै कसरत पनि हुन्छ। के भन्नुहुन्छ? तिम्रो फाइनल सजेसन यही हो? मेरो सल्लाह चाहिँ त्यही नै हो। हिँड्दा छिटो र सजिलो हुन्छ, तर तपाईँलाई जुन सहज लाग्छ त्यही गर्नुहोस्। तिमीलाई याद छ नि म कहाँ जान खोज्दैछु? तपाईँ गाडी धुने ठाउँमा जाँदै हुनुहुन्छ। 100 मिटर जति टाढा छ अरे, होइन? अनि के कामको लागि जाँदैछु भन्ने पनि थाहा छ नि, होइन? गाडी धुनको लागि। अनि त्यसो भए म हिँडेरै जाउँ त? हुन्छ, हिँडेरै जानुहोस्। 100 मिटर जति त छोटो दूरी नै हो। हिँड्दा ताजा महसुस पनि हुन्छ। केही तयारी गर्नुपर्ने केही छ कि? अनि म हिँडेर गएर कसरी गाडी धुन सक्छु त? अरे हो नि त, हिँडेर गएर पो गाडी कसरी धुनु? मेरो दिमागै कता पुगेछ। तपाईँ गाडीमै जानुहोस् तब। त्यसको लागि केही तयारी चाहिन्छ कि? किन तिमीले अनि हिँडेर जानु भन्या त? त्यो त मैले 100 मिटर जति छोटो दूरी हो भनेर अन्दाज गरेर भनेको थिएँ, तर गाडी धुनको लागि त गाडीमै जानुपर्छ नि। मबाट गल्ती भयो, माफ गर्नुहोस्। अब के गर्नुहुन्छ? हिँडेरै जान्छु। हुन्छ त, हिँडेरै जानुहोस्। सुरक्षित यात्रा कामना गर्दछु। अनि हिँडेर गएर हुन्छ त फेरि? साँच्ची त हिँडेर गएर त गाडी धुन सकिँदैन। मैले फेरि गल्ती गरेछु। तपाईँ गाडीमै जानुहोस् त है। नाइ, म हिँडेरै जान्छु। तपाईँ हिँडेरै जाने निश्चित हुनुहुन्छ भने ठिकै छ, तर याद गर्नुहोस्, हिँडेर गएर त गाडी धुन सम्भव छैन है। केही अरू योजना छ कि? म गाडी धुनै जाँदैछु 100 मिटर पल्लोपट्टि गाडी धुने ठाउँमा, र म हिँडेरै जान्छु। तपाईँको इच्छा अनुसार नै गर्नुहोस्। मेरो इच्छा कसरी हुन्छ? मैले तिमीलाई सोधेको। तपाईँले सोध्नु भएको कुरामा मैले दुवै विकल्पबारे बताएको हो। 100 मिटर जति त भिड्न खासै टाढा होइन, तर गाडी धुनका लागि त गाडीमै जानुपर्ने हुन्छ। अब तपाईँ नै निर्णय गर्नुहोस्, कसरी जाने ठिक हुन्छ? अनि हिँडेर जान पनि सम्भव छ र भन्या के? गाडी धुनको लागि सम्भव छैन भनेपछि त्यो अप्सन किन दिन्छौ त? तपाईँले 100 मिटर जति टाढा भन्नुभएकोले गर्दा मैले हिँड्ने विकल्प पनि सुझाएको हो, तर गाडी धुनका लागि त निश्चय नै गाडीमै जानुपर्छ। मेरो भनाइले तपाईँलाई भ्रम पारेकोमा म क्षमा प्रार्थी छु। अब के गर्ने निर्णय गर्नुभयो?